हेलो हेलो गाइस, नमस्कार। म दाताराम विष्ट, शिवशताक्षी नगरपालिका अन्तर्गत यो हाम्रो एसियन हाइवे बन्दै गरेको एसियन हाइवे दुधे पुल र 87 पुल बीचमा यसरी यी सार्वजनिक बस यातायातका चालक सहचालक सबैको लापरवाही। यहाँ हेर्नुहोस् त, जहाँबाट बन्द भनेर लेखिएको ठाउँ छ त्यहाँ जबरजस्ती गाडी घुसाएर अहिले यहाँ आएर अप्ठ्यारोमा परेको छ। यो अत्याचार गर्यो, पाप गर्यो भने पाप धुरीबाट कराउँछ भन्छ। यो सेम टु सेम यहाँ ठ्याक्कै त्यही भएको छ। अहिले आएर यहाँ अड्किएको छ। अब उहाँहरूलाई के भन्ने? अब यसरी हुँदैन, संरचना नयाँ चिज बनिरहेको छ भनेर देखि यसरी चाहिँ गाडी निकाल्दाखेरि अब यसरी अड्किएको छ। अनि यस्तो हुन्छ त? तपाईँहरू को गुरु यहाँको ड्राइभर को? म यसै सिलसिलामा यहाँ गुरुजीलाई सोधे, तपाईँले मोबाइल फुटाउने अधिकार छैन। तपाईँको यो बाटोमा यसरी यो स्टप यो गाडी चलाउने नभने ठाउँमा तपाईँ गाडी कसरी कुदाउनु भयो? तपाईँको कारणले गर्दा यहाँ मान्छे क्षति हुँदैन? यहाँ मान्छेमा गाडी यहाँ उयो एक्सिडेन्ट भएको थियो भने तिमी रक्सीवाला गाडी कुदाउँछौ? तिम्रो लापरवाहीले हुन्छ। यहाँ दिएको छोड्ने तिम्रो लापरवाहीले हुन्छ। यहाँ अहिले केही भएको थियो भने बाहिर निकाल, यो तिमीलाई राम्रोसँग सोद्धाखेरि आऊ, तिमी आऊ यहाँ राम्रोसँग सोध्दा यहाँ खाइछो। यही गाडीको ड्राइभरको हालत यो छ। यो ड्राइभरले यसरी गाडी ल्याएर जहाँ पाए त्यही कुदाएर अहिले यहाँनिर एक्सिडेन्ट भएको थियो, यहाँ ठुलो दुर्घटना मानवीय क्षति भएको थियो भने के हुन्थ्यो? तपाईँ कसरी आउनु भयो झिलझिलेमा? ड्राइभरै हो यो मान्छे ड्राइभरै हो। अनि यो गाडी कसरी हाल्यो यार? यहाँ गाइस हो यसरी ड्राइभर चालक नै यस्तो छ। जब यो गाडीमा 8-10 जना पेसेन्जर बोकेर हिँडिरहेको, अब यो ड्राइभरको कारणले यहाँनिर 8-10 जना पेसेन्जरहरूको ज्यान जान सक्थ्यो। अब यो मान्छेलाई के भन्ने? यसले कानुनी सजाय त पाउँछ, तर यसरी यो गाडी ल्याएर धन्न तपाईँहरू बस्नु भएछ। बाटो राम्रो खालको बाटो यिनीहरूलाई पर्दैन क्या, राम्रो बनिरहेको ठाउँमा घर बनाएको बाटो यार। त्यही त अचम्म यार। पत्रकार तेरो बाबु पत्रकार हो त तपाईले गर्दा फेरि बोला न, बोला तिम्रो मनका कुरा भन, अझै भन के छ भन। पानी चोबाल्ने खालको गफार क्या अघि त होइन त्यस्तो अन्त मैले निकालेर हो त्यहाँ निकालेर भित्र केही भन्नु छ? तपाईँको परिचय दिनु त। परिचय तपाईँको नाम भन्नु न। महाभारा गुन्जीबारी। तपाईँको नाम? सुलभ थापा। कति वर्ष भयो गाडी चलाएको? 20 वर्ष भयो। यो गाडी कसको? साउको नाम थाहा छैन? अनि बिना थाहा के अरे साउकै नाम थाहा छैन भने तपाईँलाई जागिर कसरी दियो फेरि? आज मात्रै लिएर आएको? कहाँ थियो? बिहेमा गएको थियो कि कता के थियो? यो मान्छे कहाँ खाएको? मैले बाले खाएको छैन। थाहा छैन? नभन न। अहिले तिम्रो त त्यो अहिले यहाँ चेकअप हुन्छ कि हामी चेक गर्छौँ कि त्यतिखेर बेकामा झुटो साबुत हुन्छ। कति खाएको थियो भने त्यो चाहिँ भन्दैउ न। बेलुका खाएको रिजर्भ गरेर आएको थिएँ। बेलुका 2 बजीसम्म बसेर खाएको थिएँ। त्यो बेलुका खाएकै ह्याङ लागेको। अनि मापासे खाएर गाडी चलाउनु हुँदैन भन्ने कुरो तपाईँले लाइसेन्स निकाल्दैखेरि पढ्नु भएन? लाइसेन्स मापासे गरेर गाडी चलाउनु हुँदैन भन्ने कुरो पनि थाहा छ। तर 2 बजेको ह्याङले गर्दाखेरि पो त्यस्तो भयो। अनि 2 बजेको ह्याङले गर्दा ठिक छ। तपाईँको 2 बजेको ह्याङले गर्दा यस्तो भयो होइन? ठिक छ तपाईँको एन्सर ठिकै छ कि, तर त्यत्रो यो अरू यो तपाईँसँग 8-10 जना पेसेन्जरहरू चढाएको थियो। तपाईँको हिजोको 2 बजेको ह्याङले गर्दा
यो गाडी दुर्घटनामा परेर उहाँहरूको ज्यान गएको थियो भने के हुन्थ्यो? अनि हुँदैन भने यसरी कसरी यहाँ आएर अड्क्यो? यो दुर्घटना होइन त? अब तपाईँलाई एउटा कुरा सोधेँ मैले, जस्तै कि त्यहाँबाट यता छिर्नु हुँदैन, यहाँ नयाँ संरचना बन्दैछ, बाटो बन्दैछ, त्यहाँ उताबाट लैजा भनेर देखिरहेको छ, एङ्गल देखाइरहेको छ, देखाएको थियो त। अनि यहाँ निक्लिने बाटो भए उहाँनिर डाइभर्सन देखाउँछ त? देखाउँदैन। अनि किन छिरियो जबरजस्ती? फेरि जबरजस्ती छिरियो किन? तपाईँले त यहाँ त अनि गाडी कम्पिटिसन हुँदाखेरि गलत बाटो छिर्दिने? अनि गलत भएन त? यहाँ हेर्नु त अहिले अब गल्ती हो। अनि हो यसरी गल्ती स्वीकार्नुपर्छ कि तपाईँ को भिडियो खिच्ने, को फोटो खिच्ने? त्यो त तपाईँ जस्तो मान्छे अरू पनि हुन्छ, त्यसलाई हामीले सचेत गराउने हो। यस्तो गर्नु हुँदैन, यस्तो गर्दाखेरि यस्तो हुन्छ भनेर नागरिक मुलुकले सचेत गराउनु राम्रो कुरो हो त। अनि तपाईँ त अनि लास्टै एउटा चालक भएर अनि जुन व्यवहार देखाउँदै हुनुहुन्छ, यो त तपाईँलाई त अनि यहाँ त कानुनी फन्डामा हालेर त तिमीलाई त सजाय त अनि खतरा हुने रहेछ त। अब त मैले के गलत व्यवहार गरेँ? गलत किन गर्यौ न? तिमीले त्यो लाइसेन्स निकाल्दै गरेका नियम कानुन पालन गर्यौ या त बाटोको नियमहरू पालन गर्यौ? पेसेन्जरहरू बोकेर हिजोको हिजो खाएको रक्सीले ह्याङ लाग्यो भनेर पाउँछौ, अहिले यहाँ ज्यान गएको थियो भने के हुन्थ्यो? त्यस्तै हेलचक्राइ गर्ने हो, हेपाइ हो तिम्रो। त्यो भएर चाहिँ अब यो हालतमा रहेछौ। यो अरू शौचालयहरू नि कसरी सिद्धियो यार, उसलाई कुदाउन यार? यस्तो छ। अनि गाडीको सञ्जय शाह रहेछ, सञ्जय शाहको गाडी रहेछ। तर सञ्जय शाहले चाहिँ यति आफ्नो चालकलाई जे पनि आफ्नो गाडी ह्यान्डल गर्नलाई त कमसेकम एउटा राम्रो खालको मान्छे राख्नुपर्छ नि। तपाईँको एउटा सानो केयरलेसले गर्दाखेरि तपाईँले मलाई एक्सप्लेनेसन दिनु पर्दैन नि। थाहा छ एउटा कुरा, तपाईँले मलाई एक्सप्लेनेसन दिनु पर्दैन। सर यो के हो अरे? तपाईँको गल्ती तपाईँले मानिराख्नु भएको छैन होइन। तपाईँको अन्त त्यसलाई बाहिर निकालेर हामी त उता चोक्न खोजेको तपाईँले यस्तो हाम्रै लागि बनाएको रोड तपाईँले चाहिँ अनि बिगाडी हाल्ने अहिले नै नि चित्र लेखेको हुन्छ ड्राइभर जुन यताबाट। चालकलाई अहिले झिलझिले इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिनु भएको छ र अहिले उहाँलाई सोधपुछको लागि झिलझिले लाँदै हुनुहुन्छ। हामीलाई जहाँसम्म लाग्छ उहाँको 100% लापरवाहीले अहिले यहाँ यो एउटा ठुलो दुर्घटनाबाट बचिएको छ, जो कि मापासे खाएर हाइवेमा ड्राइभेसन देखाइरहेको ठाउँबाट गाडी अर्को गाडीलाई उछिन्ने क्रममा आएर यहाँ फँसेको दृश्य हो यो। त्यसैले हामी भन्छौँ यो हाम्रो सार्वजनिक बसका चालक स्वचालक सबैको सानो सानो मिस्टेकले नि यहाँ ठुलो दुर्घटना हुने गर्दछ। यस्तोबाट सबै सचेत रहौँ, सबै बचौँ भन्ने कुरा हो। हवस् त गाइस, बाई फेरि भेटौँला।